ग्रहण गरिदिनुको लागि किरात राई आयोगका हङकङका सचिव श्री शिव कुमार राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि किरात राई आयोगका हङकङका संरक्षक कुलपति चेम्बर अफ कमर्स हङकङका अध्यक्ष श्री शशि मदन राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि निवर्तमान अध्यक्ष किरात राई आयोगका हङकङका संरक्षक श्री चन्द्रका राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि चेम्बर अफ कमर्स मकाउका अध्यक्ष श्री सुदर्शन थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि एनआरएन मकाउका अध्यक्ष श्री भीमसेन श्रेष्ठ रूपकज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि किरात राई आयोगका हङकङका सल्लाहकार श्री हरिचन्द्र राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। यसरी नै अतिथिको आसन ग्रहण गरिदिनुको लागि किरात राई आयोगका माधवनोला किरात याक्थुङ चुलुङ मकाउका अध्यक्ष श्री सन्जी योङहाङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै अतिथिको आसन ग्रहण गरिदिनुको लागि शेर्पा समाज मकाउका अध्यक्ष श्री आर्यन शेर्पाज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै अतिथिको आसन ग्रहण गरिदिनुको लागि मगर सङ्घका अध्यक्ष श्री भीमचन्द्र मगरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
एनआरएले लगाउँदा महासचिव श्री अमृत गुरुजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै अतिथिको आसन ग्रहण गरिदिनुको लागि ज्यूलाई आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। श्याम श्रेष्ठ अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै नेपाली समाज बचाउका अध्यक्ष श्री युवराज चौपानेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि राई आयोगका प्रज्ञा प्रतिष्ठान हङकङका सहसचिव श्री भद्रकुमार थुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै किराया होटलका सल्लाहकार तथा राई आयोगका मकाउको लागि भूमि व्यवस्थापक श्री रामली थुरुङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै श्री दिनेश थुरुङज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। समाज हङकङका अध्यक्ष श्री दिनेश थुरुङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै पोखरा समाज बचाउका अध्यक्ष श्री शान्ति देवी अधिकारीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै यसरी नै एनआरएले मकाउका निवर्तमान महासचिव श्री उत्तम गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै नरेश गुरुङ माघी एफसी मकाउका अध्यक्ष ज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि यहाँदेखि वेलकम गरे। लाइनमा एकछिन एउटा फोटो बनाउनुपर्छ। यसरी नै किरात राई आयोगका हङकङका सल्लाहकार श्री वसन्त कुमारी राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै किरात राई आयोगका हङकङका सञ्चारकर्मी श्री मातृदीप राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु।
केशव दाईको मैले ध्यान आकर्षण गराउन चाहे। किरात राई आयोगका गाउँका निवर्तमान सल्लाहकार श्री केशव राईज्यूको ध्यान आकर्षण गराउन चाहे। अतिथिलाई धेरै कष्ट दिने काम नगरौँ भनेर हामीले कार्ययोजना पारित गरेको हो, तर कार्यक्रम गर्दा गर्दै अतिथिलाई धेरै कष्ट दिने गरिन्छ। आजको कार्यक्रममा पनि अतिथिलाई कष्ट दिने प्रक्रिया सुरु भएको छ। कष्ट सही दिनुको लागि हार्दिक अनुरोध गर्दै किरात राई आयोगका हङकङका सिलिमोपा श्री बिकी राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै हाम्रो संस्कार संस्कृतिलाई बचाइराख्नुपर्छ। सदैव प्रेरणा दिनुहुने ज्येष्ठ नागरिक हङकङबाट हाम्रो हिन्दूलाई स्वीकारेर पालिदिनुहुने श्री अमरबहादुर राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै हाम्रो हिन्दूलाई स्वीकारेर हङकङदेखि आउनुभएका किरात राई आयोगका गाउँका संस्थापक सल्लाहकार श्री केशव राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नाना पाउनु यसरी नै अतिथिको आसन ग्रहण गरिदिनुको लागि किरात राई आयोगका गाउँका सल्लाहकार श्री भनकुमार राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै सल्लाहकार श्री भीम कालिङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै सल्लाहकार अर्जुन गुरुङ राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै श्री अनिल कुमार राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यो विशेष घडीमा अत्यन्तै किरात राई आयोगका जन्माउनुपर्छ, भोटाउनुपर्छ, गोडमेल गर्नुपर्छ भनेर लागि पर्नुभएका संस्थापक सचिव आज हङकङलाई कर्मभूमि बनाएर व्यस्त समयमा बाँचिराख्नुभएका तर हाम्रो निम्तोलाई स्वीकारेर पाल्नुहुने संस्थापक सचिव श्री नवीन राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँ यहाँ हुनुहुन्छ कार्यक्रम अत्यन्तै छोटो, अत्यन्तै सम्मानपूर्वक र अत्यन्तै रोचक बनाउने प्रक्रियामा लागिसकेको छु। त्यसैले 5085औं हेरेदौँ साकेला उभौलीको कार्यक्रम समुद्घाटन गरिदिनुको लागि म आजका प्रमुख अतिथि यस कार्यक्रमका सभाध्यक्ष र किरात राई आयोगका गाउँका संरक्षक ज्यूलाई बत्ती बालेर आजको कार्यक्रम उद्घाटन गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
अत्यन्तै किरात राई क्याका मुकाबले आयोजना गरेको यस कार्यक्रममा अध्यक्षता गरिरहनुभएका यस सभाका सभाध्यक्ष महोदय, हाम्रा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, हङकङबाट पाल्नुभएका सम्पूर्ण हाम्रा पाहुना महानुभावहरू, अन्य अतिथिगणहरू, हाम्रो यस कार्यक्रमको शोभा बढाई मिडियाकर्मीको रूपमा आउनुभएका हाम्रा मिडिया पर्सन मित्रहरू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई किरात राई याका मुकाबले आयोजना गरेको यस कार्यक्रममा मेरो व्यक्तिगत तर्फबाट साथै किरात राई याका मुकाबले तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत भन्न चाहन्छु। हरेक व्यक्ति जन्मेदेखि आफ्नो संस्कार, संस्कृति, परम्परा र पहिचान बोकेर आएको हुन्छ। हामी हरेक व्यक्ति तथा समुदायहरूले जन्मैदेखि आफ्नो संस्कारहरू नैसर्गिक रूपमा लिएर आएका हुन्छौँ र त्यो हामी सबैलाई एकदम प्यारो लाग्छ। यसै सिलसिलामा मकाउमा रहेका हामी परदेशीमै रहेको नेपालीहरूले पनि आफ्नो संस्कार, संस्कृति, परम्परा र पहिचानलाई जोगाउँदै लैजान सकिन्छ कि भन्ने पवित्र उद्देश्यसहित 2016मा किरात राई आएका मकाउको विधिवत रूपमा उद्घाटन स्थापना गरी अहिलेसम्म हामीले पनि त्यसैको निरन्तरतापूर्वक यहाँहरू समक्ष आइरहेका छौँ। यहाँहरू सम्पूर्ण उपस्थित भइदिनु भएका हाम्रा प्रमुख अतिथिज्यूदेखि लिएर विशेष अतिथिज्यूहरू साथै यहाँ उपस्थित भएका सम्पूर्ण हाम्रा मित्रजनहरूलाई हाम्रो संस्थाको तर्फबाट धेरै धन्यवाद तथा कृतज्ञताका साथै अन्तमा फेरि एकचोटि किरात राई आएका मकाउ परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै मेरो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। त्यसैले आफ्नो छोटो मन्तव्य राखिदिनु हुनको लागि शेर्पा समाज मकाउका अध्यक्ष श्री आङ्गेल जेन शेर्पाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। किरात राई याका मकाउद्वारा आयोजित यस कार्यक्रमका सभापति अध्यक्षज्यू र उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, हङकङबाट पाल्नुभएका यति टाढाबाट हामीलाई यहाँ हामी मकाउवासीहरूको खुसीमा साथ दिनको लागि आउनुभएका अतिथिहरू र मकाउमा रहेका विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सम्पूर्ण अतिथि र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई किरात राई याकाद्वारा आयोजित यस कार्यक्रममा आएर यो जुन कार्यक्रम मनाउनका लागि उपस्थित हुनुभएको छ यहाँहरू सबैलाई म शेर्पा समाज मकाउ र मेरो व्यक्तिगत तर्फबाट शुभकामना। साकेला उभौली एलेदोङ 5050 एलेदोङको म हार्दिक शुभकामना दिन चाहन्छु। भर्खरै पनि भाइले जुन स्वागत मन्तव्य दिँदाखेरि भनिसक्नु भएको छ, हामी नेपालीहरू विभिन्न जाति भाषा समुदायमा छरिएर विभिन्न क्षेत्रमा रहेका छौँ। यसरी रहँदा पनि विदेशी भूमिमा हामीले जन्मिँदैदेखि लिएर आएको जुन पहिचान छ त्यो पहिचानलाई निरन्तरता रहोस् भन्दै यो जुन आयोगले जुन कार्यक्रम गर्नुभएको छ मकाउमा विगतको वर्षमा पनि निरन्तर गर्दै आउनुभएको छ। झन् यस साल एकदम भव्य रूपमा यहाँहरूले गर्नुभएको जुन कार्यक्रममा हामीलाई पनि निमन्त्रण गरिदिनु भयो र यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी सबैले यसरी नै हामी नेपाली हौँ, हाम्रो राष्ट्रिय चाड हो साकेला उभौली, हाम्रो राष्ट्रिय चाड हो। हामी सबैले मनाउनुपर्छ। जसरी हामी सम्पूर्ण नेपालीहरूले आफ्नो पहिचानको लागि आफ्नो जाति भाषा धर्म लिङ्ग सम्प्रदाय सबैले आफ्नो जुन पहिचानको जुन चाड मनाउँछौँ त्यसरी नै साकेला एउटा चाड हो, हाम्रो राष्ट्रिय चाड हो। हामी सबैले मनाउनुपर्छ र हामीलाई पनि यो अवसर मनाउने अवसर दिनुभएकोमा किरात राई याका मकाउलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी यहाँ हाम्रो जुन यो कार्यक्रम यो एउटा किरात राई याका कार्यक्रम मात्रै नभएर हामी सम्पूर्ण मकाउवासी नेपालीहरूको कार्यक्रम हो। यो कार्यक्रममा हङकङदेखि यति टाढाबाट चाहिँ आएर हाम्रो यो टाढा ह्याप्सबिच मकाउको जुन सहरबाट पनि धेरै टाढा रहेको ह्याप्सबिचमा आएर जुन दुःख कष्टको साथ आइदिनु भएको छ यहाँहरूलाई धेरै धेरै हार्दिक धन्यवाद र यो साकेला उभौलीको शुभकामना दिँदै र उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यहाँ यो साकेला उभौलीले आगामी दिनमा हाम्रो सुख समृद्धि र राम्रो होस्, सबैको लागि शुभ रहोस् भन्दै मेरो 2 शब्द यहीँ अन्त गर्दछु। धन्यवाद।
कार्यक्रमको आशय नै यहाँहरूलाई धेरै कष्ट नगरौँ भनेर हो। त्यो आशय अनुरूप म आदरणीय दिदी शान्ति अधिकारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि पुनः आग्रह गर्न चाहन्छु। स्वयंसेवक दिदीबहिनीले उहाँलाई प्याज वितरण गरी अध्यक्षज्यू मार्फत खेता उडाइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै आजको कार्यक्रमका फोटो पत्रकारद्वय श्री अशोक गुरुङज्यू तथा राम बोराज्यूलाई ब्याज तथा खेता खदा उडाइदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। राम बोराज्यू उहाँलाई पनि ब्याज तथा खदा उडाइ सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। वेलकम ब्याक। धन्यवाद हजुर तपाईँको सपोर्टको लागि। नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष किरात राई आयोगका हङकङका संरक्षक श्री शशि मदन राईज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यो सकेला उद्घाटन कार्यक्रम गरिराख्नु भएको यो कार्यक्रमका आयोजकका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विभिन्न संस्थाबाट पाल्नु भएको पदाधिकारीज्यूहरू र उपस्थित सम्पूर्ण हङकङवासी दाजुभाइ दिदीबहिनीहरूलाई म सेवा व्यक्त गर्न चाहन्छु। आज म यहाँ प्रतिनिधि दुईटा संस्थाबाट गइरहेको छु। नेपाल चेम्बर अफ कमर्स हङकङको म एउटा अध्यक्षको नाताले र किरात राई आयोगका हङकङको त्यहाँनिर एउटा प्रज्ञा प्रतिष्ठान छ, जुन प्रतिष्ठानको कुलपतिको हैसियतले चाहिँ आज म यहाँ उपस्थित भएको छु। र विशेष गरी यो आजको यो हाम्रो सांस्कृतिक कार्यक्रम भएकोले गर्दाखेरि म चेम्बर अफ कमर्सको तर्फबाट यहाँहरूलाई चाहिँ हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। भनेदेखि एउटा सानो कोसेली मैले प्रज्ञा प्रतिष्ठानबाट ल्याइदिएको थिएँ, त्यो हाम्रो वज्र सरलाई चाहिँ आग्रह गर्छु त्यो ल्याइदिनुको लागि अनुरोध गर्दछु। किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले किरात राई जातिहरूको भाषा, धर्म, संस्कार, संस्कृति केही बारेमा चाहिँ अध्ययन अनुसन्धान गर्दै हामीले वार्षिक रूपमा चाहिँ यलम्बर नामक मुखपत्र प्रकाशन गर्दै आइरहेका छौँ। यो 23औं अङ्क हो। जब किरात राईका जन्मेका थिए 1998मा, त्यति बेलादेखि हामी निरन्तर यो प्रकाशन गर्दै आइरहेका छौँ। अस्ति कोरोनाको बेला 3 वर्ष हामीले प्रकाशन गर्न सकेनौँ, अझ भने यो कन्टिन्यू प्रकाशन भइरहेको छ। र यो चाहिँ 23औं अङ्क आज हामी कोसेलीको रूपमा धेरै बोक्नु सकेन, यो ल्याइदिएको छ। र विशेष गरी हामी किरात राईहरू यो 3वटा भाषा, धर्म, संस्कार, संस्कृतिको बारेमा हामी कुरा गर्छौँ। हङकङ र मकाउ जस्तो विदेशी ठाउँमा हामीले भाषालाई त पक्कै पनि जोगाउन सक्ने अवस्था छैनौँ। जति पनि किरात राईहरू विदेशमा बसेका छन्, उहाँहरूले भाषालाई जोगाउनको लागि एकदमै कठिन अवस्था छ। र हाम्रो जुन धर्म, संस्कार र संस्कृति छ, यो हामी यसलाई मान्दै आइरहेका छौँ। किरात राईहरूले चाहिँ किरात धर्म मान्दछ। किरात धर्म भनेको चाहिँ हामी पितृ पूजक, पिता पुर्खालाई पुज्ने र प्रकृतिलाई पुज्ने जातिहरू हौँ। हामीले धर्मको संरक्षण गऱ्यौँ, हाम्रो धर्मलाई हामीले मान्यौँ भने हाम्रो त्यो जसले धर्म मान्छ उसको नैतिकता र ऊ चाहिँ नैतिकतामा एकदमै अगाडि बढ्न सक्छ। त्यस्तै हाम्रो संस्कारहरू भनेको जन्मदेखि मृत्युको संस्कारहरू छ। ती संस्कारहरू हामीले जोगाएर लग्यौँ, हामीले मान्यौँ भने यदि जसले चाहिँ संस्कारलाई मान्दछौँ त्यो व्यक्तिको व्यक्तित्व विकास हुन्छ भन्ने हामीले विश्वास गर्दछौँ।
र संस्कृति भनेको यही हो सकेला उभौली हामी आज यो संस्कृति मनाउन लागिरहेछौँ। संस्कृतिले कुनै पनि मानिसको पहिचानलाई अथवा त्यो जातिको पहिचानलाई चाहिँ त्यसले चाहिँ संसारमा चिनाउँछ। हाम्रो संस्कृतिलाई हामीले जोगाएर लग्यो भने त्यो जातिलाई चाहिँ संसारभरिको मान्छेहरूले चाहिँ यो जाति रहेछ भनेर चिनाउनु चाहिँ हाम्रो संस्कृति हो। त्यसले गर्दाखेरि हामी जोसुकै हामी जुन ठाउँमा छौँ जुन थरमा छौँ जेसुकै भए तापनि हामीभित्रको आफ्नो धर्म संस्कृति छ यसलाई जोगाएर लैजाउँ भन्ने म यहाँलाई आग्रह गर्दै यो सकेला उभौलीको उपलक्ष्यमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई चाहिँ म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ र विशेष गरी यो उभौली भनेको चाहिँ हामीले लगाएको बाली नाली सप्रियोस भन्नको लागि हो र हाम्रो बाली नाली सप्रियोस यहाँको शुभ फलिफाप होस् भन्ने मेरो शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। जय धन्यवाद अत्यन्तै गरिमामय मन्तव्यको लागि। अब विशिष्ट अतिथिको बाणी अनुसार आजको यस कार्यक्रम सांस्कृतिक कार्यक्रम पनि हो। पूजा आज अन्नबाली सप्रियोस् आशीर्वाद पाइयोस् भन्ने कामनासहित नाचिने सिली साङ्गीतिक कार्यक्रम पनि हो। अब त्यही कार्यक्रममा जान आँट्नु छौँ पाहुनाहरूलाई बिदाई गर्नुपर्ने पनि हुन्छ। त्यसैले मन्तव्यको कार्यक्रम छोट्याउँदै आजका प्रमुख अतिथिज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस साकेला उभौली कार्यक्रम 2025 मकाउद्वारा आयोजित कार्यक्रमलाई अध्यक्षता गर्नुहुने अध्यक्ष महोदय, त्यसै गरेर नेपाली आदिवासी जनजाति महासङ्घ हङकङको अध्यक्ष सही मकाउको अध्यक्षज्यू, त्यसै गरेर एनआरएनए मकाउको अध्यक्षज्यू लगायत विभिन्न जातीय संस्थाबाट पाल्नुभएको ग्यासमा आसीन अतिथिज्यूहरू, त्यसै गरेर किराँतका हङकङबाट पाल्नुभएका मेरा आदरणीय अभिभावकज्यूहरू, संरक्षक तथा कुलपति शशिमदन राईज्यू, संरक्षक हरिचन्द्र साम्पाङ राईज्यू, संरक्षक चन्द्रकामाया सुरुङ राईज्यू, त्यसै गरेर किराँतका हङकङको सल्लाहकार वसन्त कुमारी नानाज्यू, किराँतका हङकङको हाम्रो सल्लाहकार रामजी फुलुङज्यू, त्यसै गरेर भाषिक संस्थाहरूबाट पाउनुभएको भाषिक अध्यक्ष दिनेश गुरुङज्यू, श्री मोपाज्यू, सञ्चारकर्मी मातृदीप राईज्यू लगायत सम्पूर्ण आजको यस उभौली कार्यक्रममा उपस्थित बुद्धिजीवीज्यूहरू, व्यापारी वर्गज्यूहरू सम्पूर्णमा म किराँत आएका हङकङको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट साकेला उभौली 2025को शुभकामना भन्न चाहन्छु। हामी विभिन्न जात जाति भाषा धर्मावलम्बीहरूलाई आफ्नो संस्कार संस्कृति प्यारो लाग्छ। हामी नेपालबाट प्रवासमा रहेर पनि जहाँ गए पनि हामीले हाम्रो संस्कार संस्कृतिलाई बोकेर लाने गर्दछौँ र त्यही क्रममा संस्कार संस्कृति जगेर्ना गर्नको लागि यस किराया मकाउद्वारा आयोजित उभौली कार्यक्रम हजुरहरूको व्यस्तताको बावजुद हामीलाई पनि निमन्त्रणा दिएर आज म यस हजुरहरूको बीचमा माझमा रहेर प्रमुख अतिथिको आसन ग्रहण गर्नु पाउँदा म आफूलाई पनि एकदम गौरवान्वित ठान्दछु र म एकदम हुन त म किराया हङकङबाट प्रतिनिधि भएर किराया मकाउमा आएको हाम्रो डाक्टर मङ्गल राईज्यूको पालादेखि आएको हो। उहाँ निर्वाचन हुनुहुँदादेखि र पनि छोटो समयमा पनि मलाई मकाउ मेरो दोस्रो घर जस्तो लागेर आउँछ। यति बेला म नेपालबाट हङकङ बसे पनि हङकङै मेरो लागि पहिलो घर जस्तो हो, किनभने त्यहाँ पनि हामीले किराँत राई यायखा हङकङले हाम्रो देशमा जसरी गरेर आएका छौँ ती सबै चिजहरूलाई चाहिँ एउटा सर्कुम्टेन्सेस बनाएर किराँत राई यायखा आफ्नै भवन सुकुलुङ किनेर हामीले किराँत राई यायखाले किराँत राईहरूको संस्कार संस्कृतिहरूलाई चाहिँ जगेर्ना गरिरहेका छौँ। र यहाँ म मेरो अभिभावकहरूको साथमा बस्दाखेरि उहाँहरू जो मेरो अग्रही हो उहाँहरूले भनेको कुरोमा म हिँडिरहेको छु र त्यसलाई म पछ्याइ रहनेछु। उहाँहरूको साथमा म यसरी बोल्न पाउँदा म आफूलाई एकदम कम्फर्टेबल ठानिरहेको छु र म आफूलाई एकदम भाग्यमानी ठान्दछु। र
मकाउ जस्तो व्यस्त सहरमा हामीले यसरी किराया मकाउले साकेला उभौली गर्दाखेरि किराँत राईहरूलाई आफ्नै घर सम्झेर जति हजुरहरू जातीय संस्थाबाट पाल्नु भएको छ हजुरहरूको एकजुटता देखेर मलाई एकदम गौरव लागेर आउँछ हो। हामी यो साकेला हाम्रो किराँत राईको मात्रै नभएर हामी सम्पूर्ण प्रकृति पूजकहरूको हाम्रो चाड हो, उभौली हो। यसलाई हामीले चाडको रूपमा मानेको छौँ र हजुरहरूको चाड पनि हाम्रो चाड हो, हाम्रो चाड पनि हजुरहरूको चाड हो। हामी किराँत राई भनेर अहिले नछुट्यौँ, हामी नेपाली भनेर हामी यहाँनिर भएको छौँ र नेपालीकै एउटा चाड भनेर हामी उपस्थित भएकोमा म एकदम गराउँदै थाहा छु र म धेरै भाषणहरू पनि म गर्दिनँ, गर्नु पनि म धेरै जान्दिनँ। जे बोल्छु मैले भोगेको कुराहरू बोल्छु र यति भन्दै हाम्रो आजको जुन साकेला उभौली 2025 हुन गइरहेको छ अब 90% अलमोस्ट सफल भइसकेको छ र फेरि पनि साकेला उभौली 2025को हार्दिक मङ्गलमय शुभकामना हजुरहरू सम्पूर्णलाई भन्दै कार्यक्रम सफलताको पनि शुभकामना हुने मेरो छोटो मन्तव्यलाई यही पुर्याउन चाहन्छु। अनि उहाँले भन्नुहुन्छ अब ढोलहरू भन्नुहोस् ल अनि गर्नुहोस् ल ए ढोलहरू यो धन्यवाद। किराँत राई आयुका मकाउको अहोभाग्य हङकङ थुलुङ समाजका अध्यक्ष श्री दिनेश थुलुङ ज्यू मार्फत किराँत राई आयुका मकाउलाई एक थान क्षमता उपहार प्रदान भएको छ। थुलुङ राई सामा हङकङका अध्यक्ष श्री दिनेश थुलुङ राईज्यू मार्फत एक थान, यस्तरी नै किराँत राई आयोगका हङकङको तर्फबाट श्री रामली थुलुङज्यू मार्फत अर्को एक थान क्षमता उपहार प्राप्त भएको छ। यो ग्रहण गरिदिनुको लागि किराँत राई आयोगका मकाउका अध्यक्ष श्री केशव राईज्यूलाई म मैले चाहिँ सम्बोधन गरेँ। खासमा अलिकति यो हस्तान्तरणकोमा चाहिँ अलिकति मिसअन्डरस्ट्यान्डिङ हो कि जस्तो मलाई अलिकति भान भएको केही कुरा। खासमा चाहिँ यहाँनिर यो संस्थागत केही निर्णय भएको थियो व्यक्तिगत रूपमा हामीले चाहिँ प्रदान गर्न लागेको एउटा हाम्रो पारिस्परिक सम्बन्ध र हाम्रो एउटा सांस्कृतिक सम्बन्ध अझ प्रगाढ रहोस् भनेर नै हामीले चाहिँ जमर्को गर्नु खोजेका हौँ। यो हाम्रो सदियौँदेखिको हाम्रो एउटा प्रचलन पनि एउटा कोसेली दिने एकअर्कामा जुन कोसेलीले चाहिँ एकअर्कामा कोसेलीको आदान प्रदानले आत्मीयतामा पनि अझ प्रगाढ बनाउने हिसाबले चाहिँ हामीले त्यो परम्परालाई चाहिँ कायम रहोस् भनेर म लगायत हाम्रो थुलुङ सामा हङकङका अध्यक्षज्यू अनि थुलुङ किराँत राई आएका हङकङको सदस्य रेणुका थुलुङबाट चाहिँ एउटा शान्त र एउटा स्थानीय पटुवाई एउटा सांस्कृतिक उपहारको रूपमा हामीले चाहिँ मकाउ किराँत राई आएका मकाउलाई चाहिँ प्रदान गर्न चाहेको छु। यहाँ तर केही भाषिगत र अलिकति मेसेज डेलिभरीमा अलिकति त्रुटि भएको कि भनेर मैले सच्याउन गरेको यसमा सरी हजुरहरूको सरी अलिकति टाइम दिएँ। धन्यवाद। भाषिक त्रुटिलाई शिरो पर राख्दै किराँत राई आयोगका मकाउलाई चाहिँ धेरै धेरै धन्यवाद, किनकि अत्यन्तै भाग्यमानी कोसेली प्राप्त गरेका छौँ। उहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै म यसरी नै किराँत राई आयोगका हङकङको तर्फबाट आजको कार्यक्रम सफलताको शुभकामना सँगसँगै आर्थिक सहयोग पनि सङ्कलन गरिदिनु भएको रहेछ। त्यसैले किराँत राई आयोगका हङकङका सल्लाहकार श्री वसन्त कुमारी राईज्यू मार्फत आर्थिक सहयोग ग्रहण गरिदिनुको लागि आजका सभा अध्यक्ष किराँत राई आयोगका मकाउका अध्यक्ष श्री केशव राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। धेरै धन्यवाद उद्घोषकज्यू। मकाउ किराया मकाउको निमन्त्रणालाई आयोजनालाई मनन गरेर निमन्त्रणालाई स्वीकार गरेर धेरैवटा कामहरू साथी राखेर समय मिलाएर यहाँसम्म पालिदिनु हुने हङकङका प्रमुख अतिथि शिवकुमार राईज्यू
त्यस्तै गरेर किराया हङकङ प्रकार प्रतिष्ठानका कुलपति किराया हङकङ संरक्षक स्वाध्याय दाजु शशि मदन दाइज्यू त्यस्तै गरेर सम्पूर्ण म एकमुष्ट बोलाउँछु सबैजना मेरो लागि हाम्रो लागि विशिष्ट हुनुहुन्छ। यति धेरै हाम्रो कार्यक्रमको लागि समय निकालेर यहाँ उपस्थित भइदिनु भएको छ। हामीले यहाँनिर तपाईँहरूलाई उभ्याइराखेका छौँ, ठिङ्गाइराखेका छौँ। अब मैले धेरैवटा भूमिका नमानिकन हाम्रो समयको पाबन्दीलाई ख्यालमा गरेर हजुरहरूलाई एकमुष्ट एकदम धन्यवाद दिँदै होलीको शुभकामना भन्दै यहाँ आमन्त्रित जति पनि यो विभिन्न सङ्घ संस्थाबाट आउनुभएको छ, व्यक्तिगत रूपमा आउनुभएको छ, सबैलाई यो कार्यक्रममा आउनुहुने सम्पूर्णलाई म धेरै धेरै धन्यवाद र न्यानो स्वागत गर्दै म यो कार्यक्रमलाई यही बिच मार्न चाहन्छु। फेरि पनि एकचोटि धन्यवाद अनि होलीको शुभकामना। थ्याङ्क यू। यसरी नै किराँत राई आयोगका मकाउका अध्यक्ष श्री केशव राईज्यूलाई आजका सिली बोक्मालाई दोसल्ला ओढाई आजको सिली उद्घाटन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। आयुषजी कहाँ हुनुहुन्छ? एकपटक साकेला गीत पनि अर्को माइकमा बजाइदिनु भए धेरै धन्य हुने थियो। 5085 हेलेदो साकेला उभौली सिली सुरु गरिदिनु हुनको लागि सिली मोप्पा अनिल राई, सिली मोप्पा पार्वती राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। स्वीकारेर हङकङबाट फाल्नुभएका
हामीले आजको कालेबुङ 5,050 साथीहरू उठाउने सिली समापन गर्न गइराखेका छौँ। आफ्नो प्रस्तुति छोटो समयमा राखिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। नाच्नु त धेरै छ, तर समयको पाबन्दी सँगसँगै नियम कानुनको पालना गर्नुपर्ने भएकोले साकेला सिली अब सकभर छोटाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। किरात राई आयोगका बचाउने आयोजना गरेको साकेला उद्योगमा यहाँहरूले प्रस्तुति गरिदिनु भएको साकेला सिली अत्यन्तै अविस्मरणीय अत्यन्तै महत्त्वपूर्ण रहेको छ। यहाँहरूलाई मुरी मुरी धन्यवाद सेवा स्यामुना भन्न चाहन्छु। हङकङबाट हाम्रो पाहुनाको रूपमा पालेर हाम्रो साकेला सिलीमा उत्कृष्ट प्रदर्शन गरिदिनु भएकोले आफ्नो सम्मान गरिदिनुको लागि श्री रेणुका राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँले पहिलो हङकङ ग्रुपमा पहिलो नम्बर प्राप्त गर्नुभएको छ। उहाँलाई धेरै धेरै बधाई। सेवा स्यामुना अर्को साल फेरि पनि साकेला सिली नाचौँला, साकेलामा भेटौँला, मनभरिको माया साटौँला। धन्यवाद सेवा। यसरी नै उत्कृष्ट दोस्रो प्रस्तुति दिनुभएको छ आकाश राई। हङकङबाट पाल्नुभएका साकेला सिलीमा उत्कृष्ट दोस्रो प्रस्तुति दिनुभएको छ आकाश राई। उहाँलाई पनि आफ्नो सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आकाश राई। त्यसरी नै तेस्रो उत्कृष्ट प्रस्तुति दिनुभएका कीर्तिका राईज्यूलाई पनि आफ्नो आकाश राई अत्यन्तै किराती वेशभूषामा साकेला नाच्दिनु भयो। यो तपाईँको एउटा मुक्त आज मैले बोलिनँ, तर अर्को पटक पक्कै बोल्नेछु। साकेलामा अर्को साल फेरि भेटौँला, सिली नाचौँला, मनभरिको सुख दुःख माया साटौँला। यसरी नै कीर्तिका राई उहाँलाई पनि सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। यसरी नै उषा राई हार्दिक अनुरोध गर्न चाहन्छु। उषा राई। यसरी नै अस्मिता राई उहाँलाई पनि आफ्नो सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै उत्कृष्ट तेस्रो प्रस्तुति दिनुभएको बहिनी शर्मिला राईलाई आफ्नो सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कपुरी कप पढेको यो डक्टर यो अक्षर गुणेशकालको आँखाले त्यति भ्याउँदैन पनि रहेछ, तर मेरो बहिनीलाई अत्यन्तै धेरै शुभकामना अनि बधाई। साकेला सिली मात्रै नाचेको होइन, हामीले किराती पुर्खाहरूले खोरियामा उत्पादन गरेको प्रतिपादन गरेको संस्कार संस्कृतिलाई पनि यो विदेशी भूमिमा बचाउने प्रयत्न गरेका हौँ। बहिनीलाई धेरै धेरै शुभकामना अनि बधाई। यसरी नै दोस्रो उत्कृष्ट प्रस्तुति प्रदान गर्नुभएकोले आफ्नो सम्मान ग्रहण गरिदिनुको लागि समीक्षा राई बहिनीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। बहिनी समीक्षा राई आफ्नो सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै मकाउको उत्कृष्ट साकेला सिली प्रस्तुत गरिदिनु भएको मेरो
मुटुको टुक्रा मनको माया भान्जा राजा डेनिसलाई आफ्नो सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। मजाले गर है भन्छ सेवा सेवा शाबाश दाइ शाबाश कोइ सेवा नानी ल थ्याङ्क यू राम्रोसँगले हाम्रो संस्कार संस्कृतिको उसमा गर्नुभयो ल थ्याङ्क यू नानी थ्याङ्क यू ताली 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 को साकेलामा भेटौँला है। सिलिमोपा र सिलिमोपमा प्राकृतिक रूपमा सक्षम सबल र उत्कृष्ट हुन्छ भन्ने आधिकारिक मन्तव्य आइसके पछाडि गर्यो यत्रो गरेर पनि दुःख गर्यो आफ्नो संस्कार संस्कृति बन्छ शाबाश यो हो नि त नाच गान मात्रै होइन नि यो म आदरणीय ग्याबु शेर्पाज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्नु अगाडि यो अत्यन्त गरिमामय हाम्रो कार्यक्रममा समय नहुँदा नहुँदै पनि उपस्थित भएर शोभा बढाइदिनु भएको छ। उहाँलाई किरात राई आएको उहाँले गाउँदै हुनुहुन्छ र यथार्थ स्थानमा यहाँहरूले नाचेर मनोरञ्जन गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद ग्याबु शेर्पाज्यू। नमस्कार धन्यवाद छ गोलीको एकदम शुभकामना छ। आज हामी 26मा चाहिँ किरात राई आएको मकाउको आयोजनामा गौडी कार्यक्रममा हामी सहभागी भइरहेका छौँ। सम्पूर्ण यस समुदायका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक थ्याङ्क यू भाइ थ्याङ्क यू। हाम्रो फोटो पत्रकार भाइ अशोक गुरुङ भाइलाई धेरै धेरै धन्यवाद। यो 5085को उभौली साकेला पर्वको सुखद अवसरमा हामी सबैलाई सुख शान्ति मिलोस्, उत्तरोत्तर प्रगति र समृद्धि मिलोस् र सबैमा चाहिँ सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद फोटो पत्रकार अशोक गुरुङ भाइलाई। होइन अनि अलिकति जो कस्तो राम्रो ठाउँ, कति राम्रो मौसम हो। ह्याप्पी साकेला जय किरात राई मकाउ।
थ्याङ्क यू ल हाम्रो यो कलाले हामीलाई नचाह्यो त्यो नाच्नुमा हामी अत्यन्तै खुसी भएका छौँ त्यो खुसीले हाम्रो आयुलाई फेरि अर्को 1 दशक बढाएको छ म अत्यन्त जरुरी सूचनासँगै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु भाग्यशाली चिट्ठा अब यहाँहरूको माझमा हामी नेवा गुठी मकाउका अन्तिमबाट पहिलो पुरस्कार अन्तिमबाट पहिलो पुरस्कार भाग्य रेखा कोरिदिनुको लागि म तमु समाज मकाउका अध्यक्ष श्री लीलबहादुर गुरुङज्यूलाई यो बन्द बाकसभित्रको एउटा नम्बर निकालिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु यथास्थानमा आफ्नो नम्बर हेरेर आफ्नो भाग्य सुरक्षित राखिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु हार्दिक अनुरोध गर्न चाहन्छु अझै एकचोटि घुमाइदिनुहोस् नगरिदिनु पनि म हार्दिक अनुरोध गर्न चाहन्छु अगाडिको अङ्क 4 त्यसपछिको गेस गर्नु होला 4-0 हुने व्यक्ति अगाडि आउनु होला दाजुभाइ दिदीबहिनीहरू कसको हो यो अगाडिको नम्बर 4-0 ताली बधाई छ 4040 ल दोस्रो भाग्य रेखा कोरिदिनु हुनको लागि शेर्पा समाज मकाउका अध्यक्ष श्री आङ ग्याल्जेन शेर्पाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु अध्यक्षज्यू मेरो दायाँमा बसिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु तासिदेले आयो पो त तासिदेले धेरै गर्नु होला एकदम लक्की आयो लक्की ल चासिदेले आयो पो त लक्की हुनुहुँदो रहेछ 81 धन्यवाद आयो पो त 81 हङकङ 81 बधाई हामीले अर्को भाग्य रेखा कोरिदिनु हुनको लागि मगर सङ्घ मकाउका अध्यक्ष श्री भीम खाम्चा मगरज्यूलाई यो भाग्य रेखा कोरिदिनु हुनको लागि म मञ्चमा हार्दिक अनुरोध गर्न चाहन्छु यो अन्तिमबाट दोस्रो गएको अब अन्तिमबाट तेस्रो आयो पो त आयो आउनु त है तर कता आयो कतातिर गयो है ल 1 र 2 1 into 12 12 नम्बर हुनुहुन्छ है विशेष हङकङबाट आउनुभएको पाहुना है लिडर के अरे किराया हङकङको कलाकार सङ्घको चाहिँ प्रमुख हुनुहुन्छ उहाँ अनि उहाँलाई चाहिँ विशेष मकाउमा हामी सबै मकाउवासीबाट उहाँलाई स्वागत वेलकम पर्वको शुभकामना छ है थ्याङ्क यू नवीन है जसलाई हङकङबाट कलाकार हाम्रो
लिएर आइरहेको छु यस हाम्रो सफल भयो यहाँको कार्यक्रम पनि खुसी लाग्यो थ्याङ्क यू सो मच ह्याप्पी उभौली यहाँ सम्पूर्णमा धन्यवाद यसरी नै अर्को भाग्य रेखा कोरिदिनुको लागि म किरात याक्थुङ चुम्लुङ मकाउका अध्यक्ष श्री चण्डी योङहाङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद दाइ तपाईहरु मेरो भागमा चाहिँ नपर्नुहोस् यो कि पारी नै जाओस् कि वारी नै आओस् तपाईले एउटा राम्रो नम्बर निकालिदिनुस् अनि भाइको कुराले मलाई एकदमै छोएको कारणले मैले एउटा बाचा बनाउनु डिसाइड गरेँ यदि मैले मेरो नम्बर आफूले मैले मेरो नम्बर ताने भने त्यसलाई मैले सेटिफाई गरेर म अर्को नम्बर यहाँको नाममा तान्ने प्लान गर्दैछु आफ्नै नम्बर ताने 16 आयो आफ्नै नम्बर ताने 16 होइन समीक्षा 16 कति लगायो लकी नम्बर डबल फिगर धन्यवाद तपाईले 16 नम्बर समीक्षा बहिनीले धन्यवाद अर्को भाग्य रेखा कोरिदिनुको लागि नेपाली समाज मकाउका अध्यक्ष श्री युवराज नेउपानेज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु भोजन ग्रहण गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु लकी ड्र भएर आज है ल भेट्टे 54 कियाचु मकाउ अध्यक्ष श्री चण्डी योङहाङज्यूलाई आफ्नो यो सबै हाल्नु पहिला ताली फोटो के छ फोटोग्राफर उता पछाडि भाग्य रेखा कोरिदिनुको लागि गैर आवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष श्री रुस्तम श्रेष्ठज्यूलाई यो भाग्य रेखा कोरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु लामी वर्ष परेको के लाग्छ अत्यन्त भाग्यशाली टप 3 मध्येको अब तेस्रो पुरस्कार को भाग्य रेखा कोरिदिनुको लागि म हङकङबाट पाल्नुभएका हाम्रा आदरणीय दाइ श्री वज्रकुमार राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु अनि मेरै ताने भने के गर्ने होला तपाईले डिसाइड लाउने उहाँले तानेको लागि तयारी तेस्रो पुरस्कारको लागि तयारी तीनवटा पुरस्कारहरू तीनजना ठुलो गरेर लगिसक्नु भएको छ यो हङकङलाई मात्रै राख्नु भएको छ यो पुरस्कार यो पनि हङकङलाई परेको छैन जस्तो लाग्यो है 62 नम्बर 62 थर्ड प्राइज यहाँ हेर्नु नजिकै हामी पहिलेबाट चिन्जान भएकोले यतै दियो है ल उहाँलाई आन्दोलन पड्काउनु काम लाग्छ
लु बधाई छ ल खुसी लाग्यो आम्मा नजिकमा चाहियो भने मलाई ल हजुरलाई बधाई छ ल थ्यांक यू दोस्रो बहुमूल्य पुरस्कारको भाग्य रेखा कोरिदिनु हुनको लागि आजको विशिष्ट अतिथि चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष श्री सुदर्शन थापा मगरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। गाली मैले नै खाने हो, बुढा मान्छेलाई दुःख जहिले दिइरहनु हुनुहुन्छ, तर उहाँले दोस्रो भाग्य रेखा कोरिदिँदै हुनुहुन्छ, जसले प्राप्त गर्नुहुन्छ धेरै धेरै धन्यवाद। मलाई पनि दिनुहोस्, उहाँलाई पनि दिनुहोस्, धन्यवाद। आयो पो त ल 72 ताली 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 लकी हो नानी ल फोटो 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 थ्यांक यू फोटो फेरिमा बहिनी फोटो यता यता बहिनी यता फोटो ल उता हेर्न नानी धन्यवाद दाजु, धन्यवाद। मैले गाली खाए पनि बहिनीको आशीर्वाद मैले पाछु अनि बहिनीको माया पनि मैले पाछु, धेरै धेरै धन्यवाद। अब हामीसँग रहेको पहिलो पुरस्कारको भाग्य रेखा कोरिदिनुको लागि आजको कार्यक्रमका प्रमुख अतिथि श्री शिवकुमार राईज्यूलाई यो पहिलो पुरस्कारको भाग्य रेखा कोरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथिज्यू शिवकुमार राईज्यू सबैलाई परोस् है हजुर। सेवा सेवा हजुर ल अब एउटै बाँकी छ। मैले केही बोलिनँ, अब नाच्नु हजुर गर्दैछ, साकेला अझै पनि नाच्दैछ। पहिलो पुरस्कार ल आइसक्यो है आइसक्यो ल आजको यो पुरस्कार चाहिँ तपाईँहरूमध्ये लकी विनर हुनुहुन्छ। मैले अब नम्बर भन्न गइरहेको छु। यो छ 2 डिजिटको, अगाडिको 2 मिल्यो तपाईँहरूको ल, पछाडिको 2 दुना 4 2 4 24 ल बधाई छ हजुरहरूको हुनुहुन्छ। ल 24 कल्याण राई धन्यवाद। सर यता हेर्दिन्छ यता धन्यवाद। म आफ्नो 2 शब्दको लागि आजका प्रमुख अतिथिज्यू पनि र यो भाग्य रेखा भाग्यशाली चिठाको पहिलो पुरस्कार आफूले पाएन दाइलाई प्रदान गर्नुहुने प्रमुख अतिथिज्यूलाई 2 शब्दको लागि थ्यांक यू मकौमा बस्यो नि त त्यो हैन कार्यक्रम सञ्चालकज्यू, मलाई हजुरहरूले आजको यस आकर्षक खेल को प्रथम पुरस्कार जुन तान्ने अवसर दिनुभयो र मैले ताने र कल्याण राईले जित्नुभएको छ, धेरै धेरै धन्यवाद। हजुरहरूको कार्यक्रम धेरै सफल भएको छ। हाम्रो अघि नै औपचारिक कार्यक्रममा धेरै वक्ताहरूले शुभकामना दिनुभएको थियो, त्यो भुइँमा खेर गएको छैन। पारुहाङ सुनिमालेजी हामीलाई एकदमै आशीर्वाद दिनुभएको छ। अन्तिममा म केही भन्न चाहिनँ। जबसम्म रहन्छ आकाशमा घाम जुन तारा, जबसम्म रहन्छ आकाशमा घाम जुन तारा, किरात राई यायोखा हङकङ र किरात राई यायोखा मकाउको तबसम्म रहन्छ भाइचारा। धन्यवाद। मेनु बिनिलो बुम्बासी है खबर गर्नुहोस् ल हुन्छ है त ल आनाहरू बडा आइछ यति बाल्दै हिँड्यो त के हो हैप्पी साइकल थर्ड प्राइज विनर प्राइज पनि
जब छैन यस्तै खेपिराख्ने परिवारमा खुसी लाग्यो तपाईँसँग छोरीहरू यहाँ आएको थिएँ अनि म चाहिँ त्यो स्कुलबाट म रिटायर भएपछि भनेर चाहिँ नि आएको हुन म 5-6 वर्ष हुँदैछ यहाँ म नेपाल जान्छु आउँछु। हुन्छ हुन्छ सर हुन्छ सर होइन खुसी लाग्यो तपाईँ म त्यही भएर अघि पाएको मान्छे भन्नु कारणले मैले आज हामी चाहिँ यो हाम्रो नेपालको विशेष गरी पूर्वी भेगमा बसोबास गर्नुहुने आदरणीय राई समुदाय किराँत राई आयोखा मकाउको उभौली साकेला कार्यक्रममा उपस्थित भएका छौँ। यहाँ उपस्थित सम्पूर्ण राई दाजुभाइ दिदीबहिनी लगायत विश्वभर छरिएर रहनुभएका राई समुदाय र सम्पूर्ण नेपाली समुदायलाई साकेला पर्वको हार्दिक मङ्गलमय शुभकामना र उहाँहरूको यो परम्पराअनुसार आजको दिन चाहिँ हाम्रो खेतीबालीहरू हामी सिकारी युग हुँदै कृषि युगमा प्रवेश गर्दै गर्दा कृषि बालीहरू राम्रो हुँदै जाओस् भन्ने शुभकामना सहित विशेष उहाँहरूले आफ्नो धार्मिक एउटा मान्यता राखेर मनाउने यो चाडको म सबैलाई शुभकामना भन्न चाहन्छु। नमस्ते। आजको यस किराँत राई आयोखा मकाउद्वारा आयोजित एलेदोङ 5050औं जुन साकेला उभौली कार्यक्रम आजको यस ठाउँमा चाहिँ आयोजना गर्नुभएको छ। यसमा चाहिँ हामी शेर्पा समाज मकाउलाई पनि निमन्त्रण गरिदिनु भएर यहाँ चाहिँ जुन साकेला उभौली चाड मनाउन पाउँदाखेरि खुसी लागेको छ। हामीलाई निमन्त्रण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै यो साकेला उभौली कार्यक्रम भव्यताको साथ करिब सम्पन्न भइसकेको छ, आधाउधी भइसकेको छ र हामी रमाइलो गर्न पायौँ। हाम्रो भाषा, कला, धर्म, संस्कृति हामी सबै नेपालीहरूको यो साकेला भनेको हामी सबै नेपालीको सम्पत्ति हो, चाड हो। यसलाई चाहिँ यसरी नै फेरि मनाउन पाऊँ भन्दै यहाँहरू सबै उपस्थित हङकङबाट मकाउबाट पाल्नुभएको सबैलाई शुभकामना दिन चाहन्छु। धन्यवाद। नमस्कार। आज मकाउमा किराँत राई आयोखा मकाउले आयोजना गरेको साकेला उभौली कार्यक्रममा गुरुङ तमु समाज मकाउका अध्यक्ष म लिलबहादुर गुरुङ किराँत राई आयोखा मकाउले आयोजना गरेको साकेला कार्यक्रममा उपस्थित भएको छु र गुरुङ तमु समाज मकाउ परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई शुभकामना नमस्कार भन्न चाहन्छु। कार्यक्रम मकाउको हाटसबिचमा एकदमै भव्य र सभ्य रूपमा कार्यक्रम भइरहेको छ र मकाउमा भएका हामी विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधि गरेर आउनुभएका प्रतिनिधिज्यूहरू, हङकङबाट आउनुभएका किराँत राई आयोखा मकाउका सम्पूर्ण पदाधिकारीज्यूहरू लगायत मकाउमा भएका हामी सम्पूर्ण नेपाली दाजुभाइहरू उपस्थित भएर सम्पूर्णलाई मेरो एकमुष्ट रूपमा किराँत राई आयोखा मकाउले आयोजना गरेको साकेलाको हार्दिक मङ्गलमय शुभकामना भन्दै हामीहरू सम्पूर्ण नेपालीको जय होस्। धन्यवाद। नमस्कार। सम्पूर्ण आजको उभौली कार्यक्रम 2042 सालको सम्पूर्ण देश विदेश बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइलाई मेरो हृदयदेखि शुभकामना। सेवा नमस्कार। सम्पूर्ण विश्वभर रहेका किराँतीहरूलाई शुभकामना। चाहिँ संस्कार संस्कृति भनेको पहिचान हो, भाषा लिपि भनेको जीवन्त हाम्रो चाहिँ पहिचान हो। यिनै कुरोहरू चाहिँ अगाडि बढाउने हाम्रो चाहिँ मेन उद्देश्य हो र यिनै कुरोहरूलाई जीवन्त राख्ने हामीलाई चाहिँ हाम्रो पहिचानलाई कहिले पनि नमेटिने हाम्रो पहिचानलाई सम्पूर्ण नेपालीहरूको जुनसुकै ठाउँमा गए पनि नेपालका नेपालीहरूलाई जोड्ने चाहिँ पहिचान चाहिँ एउटा के हो भन्दाखेरि संस्कार संस्कृति हो, परम्परा हो। यिनीहरूले जोड्छन्, यिनीहरूले चाहिँ उ गर्छन् भन्ने कुरो चाहिँ मैले विश्वास गरेको छु। त्यसले गर्दाखेरि म कुमार राईबाट यही शुभकामना सहित आजलाई यति नै भने। धन्यवाद। Once more, happy Sakala, happy Happy Sakala. Thank you. सेवारो म किराँत याक्थाङ सुम्लुङ मकाउको अध्यक्ष चण्डी हुँ यहाँ
आजको यस कार्यक्रममा किरात राई आयोखा मकाउले हामीलाई पनि इन्भाइट गरेर चाहिँ आजको यस कार्यक्रममा सहभागी हुने मौका दिनुभयो। त्यसको लागि किरात राई आयोखा मकाउलाई आभारसहित धन्यवाद व्यक्त गर्न चाहन्छु र यसै कार्यक्रम मार्फत सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायत आज यस कार्यक्रममा सरिक हुनुभएका सम्पूर्ण प्रमुख अतिथि विशेष अतिथिज्यूहरू लगायत सम्पूर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू तपाईँहरूको व्यक्तिगत जीवन सपरिवार इष्टमित्र साथी सङ्गी सबैमा आजको यस कार्यक्रम मार्फत तपाईँहरूको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। सेवा रेडी 1 2 3 जोडले सेवा नमस्ते। म मगर सङ्घ मकाउको वर्तमान अध्यक्ष भीम खाम्चा मगर। आज किरात आयोखा मकाउले मनाइरहनु भएको उभौली साकेला पर्वको कार्यक्रममा हामी मगर सङ्घ मकाउलाई पनि निमन्त्रणा गर्नुभई हामी मगर सङ्घ मकाउबाट पनि प्रतिनिधित्व गरी यहाँ उपस्थित भई यो हाक्सा बिचको प्राङ्गणमा मनाइरहेका छौँ र समस्त किरात राई आयोखा मकाउका दाजुभाइ दिदीबहिनीहरू लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई मगर सङ्घ मकाउ लगायत मेरो व्यक्तिगतबाट धेरै धेरै शुभकामना र स्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छु। धन्यवाद। यालेदोङ 5085औं साकेला उभौली किरात राई आयोखा मकाउको आयोजनामा यो हाक्सा बीचको बार्बेक्यू स्पोटमा अत्यन्त सौहार्दपूर्ण सभ्य सफल गराउन सफल भयौँ। यस कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर पाल्दिनुभएका सम्पूर्ण किराती दाजुभाइ दिदीबहिनी तथा गैर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई 2082 यालेदोङ 5085औं साकेला उभौलीको हार्दिक मङ्गलमय शुभकामना। साथै हाम्रो निम्तोलाई स्वीकारेर हङकङबाट उल्लेख्य सङ्ख्यामा हाम्रो कार्यक्रम सफल बनाउन निम्तालुहरू आइदिनुभयो। उहाँहरूलाई पनि धेरै धेरै शुभकामना बधाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद। नमस्कार सम्पूर्णमा। भर्खरै हामीले यहाँनिर मकाउमा किराया मकाउले चाहिँ उभौली कार्यक्रम भर्खरै सम्पन्न गरेको छ। यस कार्यक्रम सम्पन्न गर्नको लागि विशेष गरेर हङकङबाट पाल्नुहुने किराया हङकङका सचिवज्यू हाम्रो जो प्रमुख अतिथि हुनुहुन्थ्यो, किराया हङकङ प्रज्ञा प्रतिष्ठानका कुलपति शशि मदन राईज्यू हुनुहुन्थ्यो र सल्लाहकारहरू क्रमशः रामली राई, चन्द्रका राई हुनुहुन्थ्यो। त्यस्तै गरेर विभिन्न त्यहाँका भाषी संस्थाबाट हुनुहुन्थ्यो थुलुङ राई सामाका अध्यक्ष दिनेश थुलुङ राई हुनुहुन्थ्यो, ज्येष्ठ नागरिक अम्बरबहादुर राई हुनुहुन्थ्यो। सबैलाई एकमुष्ट त्यो बाहेक सिली प्रदर्शन गरेर राम्रो यहाँ कार्यक्रमलाई सफल पुर्याउनु हुने सम्पूर्णमा समुद्र पारीदेखि यहाँ आएर हाम्रो कार्यक्रम सफल बनाइदिनु भएकोमा किरात राई आयोखा अनि मेरो व्यक्तिगत तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद। त्यसको साथसाथै यहाँ जे जति पनि हाम्रो कार्य समितिमा रहेर अहोरात्र खटेर आफ्नो भूमिका पुरा गर्नुभएकोमा कार्य समितिका सम्पूर्ण सदस्यज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यस्तै गरेर हाम्रो उभौली पर्व उभौलीलाई माया गरेर किरात संस्कृतिलाई एकदम माया गरेर आइदिनु हुने सम्पूर्ण आगन्तुक पाहुनाहरूलाई पनि धेरै धेरै धन्यवाद, जसले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद। आफ्नो कार्य व्यस्तताको बावजुद पनि केही नखाइ अहिलेसम्म भिडियो खिचिराख्नु भएको छ अशोक गुरुङज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद। फोटो पत्रकार हाम्रो रामदुरा हुनुहुन्थ्यो। त्यस्तै गरेर विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने आमन्त्रित पाहुनाहरू मकाउका विशिष्ट व्यक्तित्वज्यूहरूमा फेरि धेरै धेरै धन्यवाद दिँदै समय सालमा अर्को प्रोग्राममा पनि किरात राई आयोखाको प्रोग्राममा पनि कार्यक्रमहरूमा यस्तै सहभागिताको आशा राख्दै फेरि बिदा हुन्छु। धेरै धेरै धन्यवाद।
भन्दै